नमस्ते। नेपाली भलिबलको इतिहासमा धेरै खेलाडीहरू आउँछन् जान्छन्, तर केही यस्ता खेलाडीहरू हुन्छन् जसले आफ्नो खेल मार्फत दर्शकहरूको मनमुटुमा मिठो छाप छोड्छन्। हालै सम्पन्न 10औं एनबिए प्रधानमन्त्री कपमा यस्तै एउटा नाम नक्षत्र बनेर उदायो। गण्डकी प्रदेशका ओपन स्पाइकर एवं भलिबलका चम्किला तारा सन्तोष विक। गण्डकी प्रदेशका यी प्रतिभावान ओपन स्पाइकरले यसपटक रुकुम पश्चिम भलिबल क्लबबाट खेल्दै जुन स्तरको खेल प्रदर्शन गरे, यसले नेपाली भलिबलमा एउटा नयाँ युगको सङ्केत गरेको छ। गण्डकी प्रदेश प्रतियोगितामा सहभागिता नभए पनि रुकुम पश्चिमको जर्सीमा कोर्टमा उत्रिँदा सन्तोषले देखाएको आक्रामक, सटिक स्पाइक र रक्षात्मक कौशलले उनलाई प्रतियोगिताकै सबैभन्दा चर्चायोग्य खेलाडी बनायो। प्रतियोगिताको सुरुवाती चरणदेखि नै फाइनलसम्म सन्तोष विकको खेल कौशल हेर्न लायक थियो। विशेष गरी विभागीय टोलीहरू र विदेशी खेलाडीहरूले भरिएको टिपटप हेल्थ नेपाल विरुद्धको खेलमा उनले देखाएको आत्मबल लोभलाग्दो थियो। अग्लो कदका ब्लकरहरूलाई छिचोल्दै उनले प्रहार गरेको पावरफुल स्पाइकले दर्शकलाई सिटबाट उठ्न बाध्य बनायो। पाकिस्तानी खेलाडीहरूको अद्भुत तालमेल र निर्णायक मोडमा टिमलाई अङ्क दिलाउने उनको क्षमताले रुकुम पश्चिमलाई ऐतिहासिक उपाधि दिलाउन मुख्य भूमिका खेल्यो। भलिबल विश्लेषकहरूको अनुसार सन्तोषको खेलमा जुन प्रकारको भेरिएसन जम्छ, यो वर्तमान नेपाली भलिबलमा विरलै देख्न पाइन्छ। उनको प्रदर्शनले उनी केवल एउटा क्लबको खेलाडी मात्र नभई राष्ट्रिय टोलीको बलियो खम्बा बन्न सक्ने सामर्थ्य राख्छन् भन्ने पुष्टि गरेको छ। सन्तोष विक जस्तो उदयमान खेलाडीको उदय हुनु नेपाली भलिबलका लागि गौरवको कुरा हो, तर मुख्य चुनौती उनी जस्ता प्रतिभालाई स्वदेशमै टिकाउनु र जोगाउनु हो। यसअघि नै धेरै राष्ट्रिय स्तरका खेलाडीहरू उचित अवसर, सम्मान र भविष्यको सुनिश्चितता नहुँदा वैदेशिक रोजगारका लागि खाडी वा अन्य विकसित मुलुकको तितो यथार्थ हाम्रो सामु छ। नयाँ सरकार र नेपाल भलिबल सङ्घका लागि सन्तोष विक एउटा यस्तो अवसर हुन् जसलाई सही ढङ्गले परिचालन गर्न सके नेपाली भलिबलको अन्तर्राष्ट्रिय स्तरमा विशेष गरी काबा जस्ता प्रतियोगिताहरूमा नयाँ उचाइ लिन सक्छ। यस्ता हिरालाई चिन्न नसक्नु र संरक्षण नगर्नु भनेको नेपाली भलिबललाई दशकौं पछाडि धकेल्नु हो भन्दै खेल प्रेमीहरूले सम्बन्धित निकायलाई दबाब दिइरहेका छन्। 10औं एनबिए कपले सन्तोष विकलाई एउटा आइकनको रूपमा स्थापित गरेको छ। उनको यो उदयले देशका हजारौं युवा भलिबल खेलाडीहरू नयाँ उत्साह र ऊर्जा भरेको छ। यदि उनले राष्ट्रिय टोलीमा स्थान पाए र राज्यले उचित लगानी गरेमा सन्तोष विक नेपाली भलिबलको इतिहासमा सबैभन्दा सफल खेलाडीको सूचीमा दर्ज हुने निश्चित छ। तर गण्डकी प्रदेशका खेलाडीहरू अहिले पनि नेपाली राष्ट्रिय टिममा समावेश नहुनु र अब सन्तोष विकलाई अब हामी नेपालको जर्सी लगाएर खेलमा देख्न पाउन सक्छौँ या सक्दैनौँ, कृपया कमेन्ट